यो भिडियो हेर्नुहुने सबैजनालाई नमस्ते। अनि दार्जिलिङमा बस्नुहुने र बुद्ध धर्ममा रुचि राख्नेहरूको लागि चाहिँ र नेपाली भाषा बोल्नुहुनेहरूको लागि चाहिँ आदरणीय लामा पेम्बा शेर्पाज्यूले प्रवचन दिनुहुनेछ र यो चाहिँ सङ्गठित गर्नुहुने चाहिँ मञ्जुश्री सेन्टर अफ टिबेटन कल्चर ले चाहिँ सङ्गठित गर्नुभएको हो र प्रवचन कहाँ हुन्छ भन्दाखेरि चाहिँ मञ्जुश्रीमा प्रवचन हुन्छ नेपाली भाषामा र समय चाहिँ जुन महिनाको 9 तारिक 10:30 बिहानको 10:30 बजे यहाँ प्रवचन दिनुहुनेछ र हाम्रो बुद्धिस्ट कम्युनिटीमा चाहिँ आफ्नो धर्मको विषयमा त्यति नजानेकोले गर्दाखेरि अहिलेको हाम्रो छोराछोरीहरूले बुद्ध धर्ममा त्यति रुचि देखाउन सकेको छैन र बुवा आमाले अलिकति बुझ्नु सक्नुभयो भने छोराछोरीलाई पनि बुझाउन सक्नुहुन्छ र हाम्रो बुद्धिस्ट कम्युनिटीमा बुद्ध धर्मको ज्ञान चाहिँ त्यति नभएको जस्तो देख्दैछु। अब अर्का धर्मतिर हो भने चाहिँ हर हप्ता उनीहरूको आफ्नै टेम्पलमा गएर उनीहरूले प्रवचन दिन्छ हर हप्ता दिएकोले गर्दाखेरि उनीहरूको धर्मको विषयमा जुनै उनीहरूको धर्मको विषयमा एकदमै राम्ररी जानेको छ र कति कामनतिर पनि त्यो हप्तैपछि बोलाएर धर्म प्रचार गरेकोले गर्दाखेरि त्यो धर्म अभ्यास गर्नेहरूको समाजमा चाहिँ रक्सी खाने ड्रग्स खाने एकदमै कति कमानतिर त छँदै छैन भनेर नि मैले सुन्नुमा आयो र त्यसैले गर्दाखेरि हामीहरूले पनि आफ्नै धर्मको विषयमा अलिकति जानेको हुनुपर्ने रहेछ र हाम्रो यो के भन्छ हाम्रो साइन्टिस्ट आइन्स्टाइनले के भनेको छ भन्दाखेरि यदि एउटा लोजिकल धर्म साइन्ससित काम गर्नु सक्ने साइन्ससित हात मिलेर अगाडि बढ्नु सक्ने एउटा धर्म छ भने त्यो बुद्धिज्म हो भनेर आइन्स्टाइनले भन्नुभएको छ र एकदमै लोजिकल धर्म हो। त्यसले गर्दाखेरि तपाईँहरू आइदिनु भयो भने चाहिँ तपाईँहरूको परिवारमा पनि धर्मको विषयमा बुझ्नुभयो भने एकदमै राम्रो भएर जान्छ। अब हाम्रो दैनिक जीवनमा हाम्रो दस्तुर अब जे हाम्रो कार्यहरू छ धर्मको आधारित गरिरहेकोले गर्दाखेरि धर्म नजानी नहुने भएको छ र बुद्धले पनि के भन्नुभएको छ मैले भनेको वचन चाहिँ तिमीहरूले सुन किन्दाखेरि असली हो कि नकली हो त्यो कसरी जाँच्छ काटेर जलाएर घोटेर त्यसरी जाँच्छ त्यसरी नै मेरो वचनलाई पनि अपनाउनु जाँच्नु सही हो कि होइन त्यो जाँच्नुको लागि पहिला बुझ्नु पर्यो धर्म के हो।
अनि बुद्ध धर्म बुद्धलाई सम्मान दिनुको लागि बुद्ध धर्म अपनाउनु पर्दैन। तिमीलाई ठिक लाग्यो त अपनाउनु, तर सबभन्दा अगाडि चाहिँ जाँच्नु भन्नुभएको छ। त्यसैले गर्दाखेरि हामीहरूले धर्मको विषयमा अलिकति जानेको नै हुनु पर्दो रहेछ। र यो जानकारी दिँदै यो भिडियो यहीँ समाप्त गर्दैछु। धन्यवाद।